आउनुहोस् साथीहरू, आज म हजुरलाई बिमा भनेको के हो र यसको परिभाषा के हो भन्ने कुरामा जानकारी दिन्छु। बिमा भनेको एउटा यस्तो वित्तीय साधन हो जसले तपाईको सम्पत्ति वा व्यवसायको जोखिम वहन गर्छ कि तपाईलाई कुनै आर्थिक क्षति नहोस् भनेर। अल्बर्ट हवार्डले बिमालाई यसरी परिभाषित गरेका छन्। बिमा भनेको एउटा करार हो जुन बिमालेख पत्र मार्फत गरिन्छ, जसले व्यक्तिगत वा सम्पत्तिको क्षतिको सुरक्षा गर्छ बिमा कम्पनीको माध्यमबाट। विकिपीडियाको अनुसार बिमाको अर्थ आर्थिक क्षतिको सुरक्षा हो जसमा एउटा समूहले केही शुल्क भुक्तान गर्छ र अर्को समूहले निश्चित किसिमको क्षतिको सुरक्षा गर्छ। इन्भेस्टोपेडियाका अनुसार बिमा भनेको त्यस्तो खरिद हो जसमा दुर्घटनाबाट हुने क्षति, चोटपटक तथा सम्पत्ति क्षतिको विरुद्ध वित्तीय सुरक्षा वा प्रतिपूर्ति गर्छ। जसले जसरी परिभाषित गरे पनि सामान्य भाषामा भन्ने हो भने बिमा भनेको बीमक, बिमा गर्ने कम्पनी, र बीमित, बिमा गर्ने व्यक्ति बीचको कानुनी करारलाई हामी बिमा भन्दछौँ। यसमा चाहिँ कति अवधिको, कति रकमको, के सुविधा बोक्ने गरी गरिने एउटा कानुनी करारलाई चाहिँ हामी सामान्य भाषामा बिमा भन्दछौँ।